नमस्कार सबैजनालाई नेपाल इन्जिनियरिङ सर्भिसको नयाँ भिडियोमा सबैलाई स्वागत छ। आज पनि फेरि म अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज म चाहिँ मध्य प्रदेशले खोलेको भ्याकेन्सीमा कसरी अनलाइन फर्म भर्ने भन्ने बारेमा जानकारी गराउन गइरहेको छु। तपाईहरुले सजिलै मोबाइलबाट पनि अनलाइन फर्म भर्न सक्नुहुनेछ। म चाहिँ डेस्कटपमा भर्न गइरहेको छु। तपाईहरुले सर्वप्रथम कुनै पनि एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ। अहिले मैले गुगल क्रोम खोलेको छु। त्यसपछि सर्चमा बीपीएससी मधेस भनेर टाइप गरिसकेपछि सर्च गर्नु होला। त्यसपछि यस्तो खालको इन्टरफेस खोलेको छ। सुरुमै मध्य प्रदेश पोर्टल भनेको छ। प्रोभिन्स पब्लिक सर्भिस कमिसन जनकपुरधाम मधेस भनेर देखाएको छ। यो वेबसाइटमा क्लिक गर्नु होला। अब त्यसपछि प्रदेश लोक सेवा आयोग मध्य प्रदेश जनकपुरधाम धनुषा भनेको छ। मध्य प्रदेशको चाहिँ होम पेज खोलेको छ। यहाँनिर विभिन्न अप्सनहरु देखाइएको छ। तपाईहरु बिस्तारै स्क्रोल गर्दै जानु होला तलतिर। अब तलनिर यहाँनिर देख्न सक्नुहुनेछ हाम्रा सेवाहरू भनेको छ। अनलाइन दरखास्त प्रणाली कुल प्राप्ताङ्क पुरानो वेबसाइट भनेको छ। तपाईहरु सिधै अनलाइन दरखास्त प्रणालीमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खोल्ने छ। प्रदेश लोक सेवा आयोग मध्य प्रदेश भनेर अनि लगइन भनेको छ। यदि तपाईहरुले मध्य प्रदेशमा पहिले पनि फर्म भरिसक्नु भएको छ भने यहाँनिरै तपाईको प्रयोगकर्ताको नाम अथवा इमेल र पासवर्ड राखेर सिधै बुझाउनुसमा गएर डाइरेक्ट भ्याकेन्सी अप्लाई गर्न सक्नुहुनेछ। तर यदि तपाईहरु नयाँ हुनुहुन्छ भने दर्ता गर्नुस् भन्ने चाहिँ यहाँनिरै दर्ता गर्नुसमा क्लिक गर्नु होला। अब त्यसपछि यस्तो खालको इन्टरफेस खोलेको छ। अब दर्ता गर्नुसमा पहिलो नाम भनेको छ। आफ्नो नाम टाइप गर्नु होला। त्यसपछि बीचको नाम छ भने बीचको नाम राख्नु होला। त्यसपछि थर राख्नु होला। अब प्रयोगकर्ताको नाम भनेको छ। यसमा चाहिँ सबै स्मल लेटरमा राख्नु पर्ने छ हैन। अनि 1 2 वटा नम्बर अल्फाबेट राख्न सक्नुहुनेछ हैन। अब जन्ममिति भनेको छ। जन्ममिति छनौट गर्नु होला। जन्ममिति छनौट गरिसकेपछि लिङ्ग भनेको छ। लिङ्ग छनौट गर्नु होला। त्यसपछि इमेल भनेको छ। आफ्नो इमेल राख्नु होला। अब इमेल राखिसकेपछि मोबाइल नम्बर भनेको छ। मोबाइल नम्बर राख्नु होला। मोबाइल नम्बर राखिसकेपछि राष्ट्रिय परिचय नम्बर भनेको छ भने राख्दा हुन्छ, नत्र आवश्यक पर्दैन। नागरिकता नम्बर राख्नु होला। नागरिकता नम्बर राखिसकेपछि नागरिकता जारी जिल्ला छनौट गर्नु होला। नागरिकता जारी जिल्ला राखिसकेपछि नागरिकता जारी मिति भनेको छ। तपाईले नागरिकता कहिले बनाउनु भयो त्यसको मिति राख्नु होला। त्यसपछि सबै डिटेल्स भरिसकेपछि बुझाउनुसमा क्लिक गर्नु होला। अब यहाँनिर युजर सक्सेसफुली रजिस्टर्ड चेक योर इमेल फर पासपोर्ट भनेको छ। तपाईहरुले राखेको इमेलमा जानुपर्ने हुन्छ। अब जीमेलमा जाउँ हामी। जीमेलमा यहाँनिर देख्न सक्नुहुनेछ सुरुमै एउटा मेल आइसकेको छ। युजर रजिस्ट्रेसन सक्सेसफुल प्रदेश लोक सेवा आयोग मध्य प्रदेश लोक सेवा आयोग भनेको छ। यहाँ क्लिक गर्नु होला। त्यसपछि तपाईको युजर नेम र पासवर्ड दिएको छ। योर अकाउन्ट हैज बीन सक्सेसफुली क्रिएटेड भनेको छ। यो युजर नेम र पासवर्ड टिप्नु होला। त्यसपछि क्लिक हियर टु लगइन भनेको छ। यसमा क्लिक गर्नु होला। त्यसपछि फेरि त्यही लगइन पेजमा आइसकेका छौं हामी। अब आफ्नो प्रयोगकर्ताको नाम अघि राखेको युजर नेम राख्नु होला। त्यसपछि पासवर्ड जीमेलमा आएको पासवर्ड राख्नु होला अनि बुझाउनुसमा क्लिक गर्नु होला। अब पुरानो पासवर्ड भनेको छ त्यही जीमेलमा गएको पासवर्ड राख्नु होला। त्यसपछि नयाँ पासवर्ड भनेको छ। आफ्नो नयाँ पासवर्ड बनाउनु होला आफूले। त्यो नयाँ पासवर्ड पुनः टाइप गर्नु होला। त्यसपछि बुझाउनुसमा क्लिक गर्नु होला। फेरि लगइनमा आएका छौं हामी। प्रयोगकर्ताको नाम फेरि राख्नु होला अनि पासवर्ड राख्नु होला। अहिले चेन्ज गरेको नयाँ पासवर्ड राख्नु होला अनि प्रयोगकर्ताको नाम र पासवर्ड राखिसकेपछि बुझाउनुसमा क्लिक गर्नु होला। त्यसपछि यस्तो खालको इन्टरफेस खोलेको छ। अब प्रदेश लोक सेवा आयोग मध्य प्रदेश भनेको छ। अनलाइन भर्ती व्यवस्थापन प्रणाली भनेको छ। ड्याशबोर्ड भनेर देखाएको छ अनि आफ्नो प्रोफाइल पूरा गर्नुहोस् भनेको छ अनि प्रोफाइलमा जानुसमा क्लिक गर्नु होला। प्रोफाइलमा जानुसमा क्लिक गरिसकेपछि मेरो प्रोफाइल भनेको छ अनि व्यक्तिगत भनेको छ सुरुमा। अब आधारभूतमा नाम अंग्रेजीमा अघि नै राखेको हामीले आइसकेको छ। अब नेपालीमा नाम टाइप गर्नु होला। नेपालीमा नाम पहिलो नाम राख्नु होला अनि बीचको नाम। त्यसपछि आफ्नो थर राख्नु होला। नाम र थर टाइप गरिसकेपछि अब जन्ममिति आएको छ। अब परिवार भनेको छ। बुवाको नाम नेपालीमा राख्नु होला। बुवाको नाम राखेपछि थर राख्नु होला। बुवाको नाम थर राखिसकेपछि आमाको नाम भनेको छ। आमाको नाम राख्नु होला। आमाको नाम थर राखिसकेपछि हजुरबुवाको नाम भनेको छ। हजुरबुवाको नाम थर राखिसकेपछि पति पत्नीको नाम भनेको छ। अब विवाहित हुनुहुन्छ भने पति अथवा पत्नीको नाम राख्न सक्नुहुनेछ। अब नागरिकताको सम्पूर्ण विवरण आइसकेको छ। त्यसपछि सिधै अर्कोमा क्लिक गर्नु होला। अब पर्सनल डिटेल डाटा हैज बीन सक्सेसफुली अपडेटेड भनेको छ। अब अतिरिक्त भनेर देखाएको छ। जात भनेको छ। जात चुज गर्नु होला। जात चुज गरिसकेपछि धर्म चुज गर्नु होला। धर्म त्यसपछि वैवाहिक स्थिति भनेको छ। वैवाहिक स्थिति त्यो चुज गर्नु होला। रोजगारीको अवस्था भनेको छ।
त्यो चुज गर्नु होला। अनि मातृभाषा भनेको छ, मातृभाषा चुज गर्नु होला। शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ भनेर सोधेको छ, हुनुहुन्छ भने होमा क्लिक गर्नु होला। त्यसपछि कस्तो खालको अपाङ्ग हुनुहुन्छ त्यो चुज गर्नुपर्ने हुन्छ, नत्र होइनमा क्लिक गर्नु होला। बाबुको शैक्षिक योग्यता भनेको छ, त्यो चुज गर्नु होला। बाबुको शिक्षा स्तर भनेको छ, बाबुको शिक्षा स्तर चुज गर्नु होला। आमाको शैक्षिक योग्यता भनेको छ, त्यो चुज गर्नु होला। अनि बाबुको पेशा भनेको छ, त्यो चुज गर्नु होला। अनि आमाको पेशा भनेको छ, त्यो चुज गर्नु होला। भौगोलिक क्षेत्र भनेको छ के हो त्यो चुज गर्नु होला। कृपया आफ्नो समूहको लागि कागजात छवि अपलोड गर्नुहोस् भनेको छ। अब यहाँनिर तपाईहरुको यहाँ मध्ये कुनै समूह वर्गमा पर्नुहुन्छ भने यो क्लिक गरेर अनि त्यसपछि आफ्नो ब्राउजमा गएर डकुमेन्ट चुज गर्न सक्नुहुनेछ। यहाँनिर कुनै पनि समूहमा पर्नुहुन्न भने तलनेर छ, सिधै अर्कोमा जानु होला। एक्स्ट्रा डिटेल्स डाटा हेज बीन सक्सेसफुली सेभ्ड भनेको छ। अब सम्पर्क भनेको छ, प्रदेश भनेको छ, प्रदेश चुज गर्नु होला। त्यसपछि जिल्ला चुज गर्नु होला। अनि नगरपालिका गाउँपालिका भनेको छ, त्यो चुज गर्नु होला। अनि वार्ड नम्बर भनेको छ, त्यो चुज गर्नु होला। अब मार्क आवश्यक परेन। टोलको नाम राख्नु होला। अनि त्यसपछि घर नम्बर फोन नम्बर आवश्यक परेन। पत्राचार गर्ने ठेगाना राख्न सक्नुहुनेछ, यदि नराख्दा पनि केही फरक पर्दैन। सिधै अर्कोमा क्लिक गर्नु होला। त्यसपछि कन्ट्याक्ट डिटेल्स डाटा हेज बीन सक्सेसफुली अपडेटेड भनेको छ। अब शिक्षामा आएका छौं हामी। शिक्षा विवरण भनेको छ, राइट साइडमा नयाँ थप्नुस् भनेको छ, त्यसमा क्लिक गर्नु होला। अब शिक्षा विवरणमा एसएलसी को र डिप्लोमा अथवा ब्याचलर त्यो भन्दा माथिको अपलोड गर्नुपर्ने हुन्छ। देश भनेको छ, देश चुज गर्नु होला। देश छनौट गरिसकेपछि विश्वविद्यालय अथवा बोर्डको नाम भनेको छ, अन्य राख्नु होला। अन्यमा बोर्ड अफ नेपाल। त्यसपछि शैक्षिक उपाधि भनेको छ एससी एसएलसी को पहिला। त्यसपछि शैक्षिक संकाय भनेको छ, यसमा पनि अब एसएलसी सम्म कुनै पनि संकाय नहुने भएकोले अन्य राख्दिनु होला। अन्यमा नेपाल बोर्ड राख्नु होला। त्यसपछि प्रतिशत जीपीए भनेको छ, तपाईको कति प्रतिशत अथवा कति जीपीए आएको छ त्यो राख्नु होला। अनि श्रेणी ग्रेड भनेको छ, त्यो राख्नु होला। त्यसपछि मूल विषय भनेको छ, अब एउटा अप्सनल सब्जेक्ट चुज गर्नु होला। मूल विषयमा राखिसकेपछि शैक्षिक योग्यताको उपाधिको विवरण भनेको छ, अब तपाईको के हो, एससी हो कि एसएलसी हो त्यो चुज गर्नु होला। अब शैक्षिक संस्थाको प्रकार भनेको छ, सरकारीमा पढ्नु भएको कि निजीमा पढ्नु भएको तपाईहरु त्यो छनौट गर्नु होला। त्यसपछि उत्तीर्ण गरेको साल भनेको छ, उत्तीर्ण गरेको साल त्यो छनौट गर्नु होला। अब उत्तीर्ण गरेको साल राखिसकेपछि तलनेर कृपया आफ्नो ट्रान्सक्रिप्टको सम्पूर्ण कागजात पीडीएफ फर्ममा अपलोड गर्नुहोस् भनेको छ। डकुमेन्टहरु चाहिँ पीडीएफ फर्ममा अपलोड गर्नुपर्ने हुन्छ। अनि कृपया 500 केबी भन्दा कम साइजको पीडीएफ फाइल अपलोड गर्नुहोस् भनेको छ। अनि ट्रान्सक्रिप्ट ग्रेड सिट अथवा मार्क सिट भनेर देखाएको छ। अनि यसमा ब्राउजमा क्लिक गर्नु होला। त्यसपछि आफ्नो डकुमेन्ट कहाँ छ, एससी को मार्क सिट चुज गरिसकेपछि चारित्रिक प्रमाणपत्र भनेको छ, क्यारेक्टर। अनि ब्राउजमा जानु होला। क्यारेक्टर चुज गरिसकेपछि बुझाउनुसमा क्लिक गर्नु होला। त्यसपछि एजुकेसन डिटेल्स सक्सेसफुली सेभ्ड भनेको छ। यहाँनिरै तलनेर तपाईको एससी को डिटेल्स आइसकेको छ। फेरि नयाँ थप्नुसमा क्लिक गर्नु होला। देश भनेको छ, फेरि देश चुज गर्नु होला। अनि विश्वविद्यालय अथवा बोर्डको नाम भनेको छ, कुन विश्वविद्यालय अथवा बोर्डमा पढ्नु भएको त्यो चुज गर्नु होला। अब यहाँनिरै अन्य छ, एचएससीबी एनईबी भनेको छ, सिटीभीटी भनेको छ, त्यसमा क्लिक गर्नु होला। डिप्लोमा वाला साथीहरु हुनुहुन्छ भने सिटीभीटी मा। शैक्षिक उपाधि भनेको छ, डिप्लोमा भनेको +2 अथवा पीसीएल सरह हो। शैक्षिक संकाय भनेको छ, कुन संकाय पढ्नु भएको त्यो चुज गर्नु होला। इन्जिनियरिङ मैले चुज गरे। अनि प्रतिशत जीपीए, अब कति प्रतिशत आएको तपाईको त्यो राख्नु होला। अब श्रेणी ग्रेड भनेको छ, श्रेणी ग्रेड राखिसकेपछि मूल विषय भनेको छ, अब त्यसमा आफूले पढेको एउटा सब्जेक्टको नाम राख्न सक्नुहुनेछ। अब त्यसपछि शैक्षिक योग्यताको उपाधिको विवरण भनेको छ, के पढ्नु भएको तपाईहरुले त्यो राख्नु होला। त्यो राखिसकेपछि शैक्षिक संस्थाको प्रकार भनेको छ, अब सरकारीमा पढ्नु भएको कि निजीमा त्यो छनौट गर्नु होला। त्यसपछि उत्तीर्ण गरेको साल भनेको छ, उत्तीर्ण गरेको साल छनौट गर्नु होला। उत्तीर्ण गरेको साल चुज गरिसकेपछि फेरि कृपया आफ्नो ट्रान्सक्रिप्टको सम्पूर्ण कागजात पीडीएफ फर्ममा अपलोड गर्नुस् भनेको छ। त्यो चाहिँ 500 केबी भन्दा कम साइजको पीडीएफ फाइल अपलोड गर्नु होला भनेको छ। अब ट्रान्सक्रिप्ट ग्रेड सिट मार्क सिट ब्राउजमा क्लिक गर्नु होला। अब डिप्लोमाको मार्क सिट चुज गरिसकेपछि चारित्रिक प्रमाणपत्र भनेको छ, क्यारेक्टर। ब्राउजमा गएर फेरि क्यारेक्टर चुज गर्नु होला। बाहिरबाट पढ्नु भएकोले समकक्षता अपलोड गर्न सक्नुहुनेछ, इक्विभ्यालेन्ट, नत्र परेन फेरि बुझाउनुसमा क्लिक गर्नु होला। अब एजुकेसन डिटेल्स सक्सेसफुली सेभ भनेर देखाएको छ। यहाँनेरै देख्न सक्नुहुनेछ तपाईहरु एससी र डिप्लोमाको पुरै डिटेल्स अपलोड भइसकेको छ। त्यसपछि सिधै तपाईहरु अर्कोमा क्लिक गर्नु होला।
अब तालिम भनेको छ, तालिमको विवरण थप्नुहोस्। कतैबाट तालिम लिनु भएको छ भने यहाँनिरै तालिमको विवरण राख्न सक्नुहुनेछ। छैन भने अर्कोमा क्लिक गर्नु होला। त्यसपछि व्यावसायिक परिषद भनेको छ काउन्सिल। डिप्लोमावालाको हुँदैन, ब्याचलरवालाले आफ्नो काउन्सिल राख्न सक्नुहुनेछ। अर्कोमा क्लिक गर्नु होला। त्यसपछि अनुभव भनेको छ, अब अनुभव लिनुभएको छ, कतै काम गर्नुभएको छ भने कुनमा, सरकारीमा, निजीमा, कुनमा काम गर्नुभयो त्यो सबै डिटेल्सहरू भरेर बुझाउन सक्नुहुनेछ। यदि यो पनि छैन भने केही फरक परेन, सिधै अर्कोमा क्लिक गर्नु होला। त्यसपछि कागजात भनेको छ तपाईको स्क्यान गरिएको फोटो भनेको छ। अब कागजातमा चाहिँ फोटो, हस्ताक्षर, नागरिकताको फोटो यो सबै जेपीजी अथवा पीएनजी मा फोटोमा अपलोड गर्नुपर्ने हुन्छ भनेको छ। 500 KB भन्दा कम भनेको छ हैन। क्याम स्क्यानरबाट स्क्यान गरेर बनाइएको फाइल अपलोड गर्नु होला भनेको छ। फोटो अपलोड गर्नुस् भनेर देखाएको छ, यहाँनेर क्लिक गर्नु होला। त्यसपछि ब्राउजमा क्लिक गर्नु होला। फोटो देखाएको छ, अब यसमा सेभमा क्लिक गर्नु। फोटो आइसकेको छ। तपाईको स्क्यान गरेको हस्ताक्षर भनेको छ उम्मेदवारले दस्तखत अनिवार्य अपलोड गर्नुहोस् भनेको छ। अनि फोटो अपलोड गर्नुहोस्मा क्लिक गर्नु होला। फेरि ब्राउज भन्ने देखाएको छ, ब्राउजमा क्लिक गर्नु होला। आफ्नो साइन क्लिक गरिसकेपछि सेभमा क्लिक गर्नु होला। तपाईको साइन पनि अपलोड भएको छ। तपाईको नागरिकता प्रमाणपत्र भनेको छ उम्मेदवारको नागरिकता अनिवार्य अपलोड गर्नुहोस् भनेको छ। अनि फ्रन्ट साइड अफ सिटिजनशिप नागरिकताको अगाडिको भाग चाहिँ अपलोड वा बदल्नुस्मा क्लिक गर्नु होला। त्यसपछि ब्राउजमा क्लिक गर्नु होला अनि सेभमा क्लिक गर्नु होला। नागरिकताको अगाडिको भाग छनौट गरिसकेपछि फेरि ब्याक साइड अफ सिटिजनशिप भनेको छ अपलोड वा बदल्नुस्मा क्लिक गर्नु होला। ब्राउजमा जानु होला। नागरिकताको पछाडिको भाग क्लिक गरेपछि सेभमा क्लिक गर्नु होला। त्यसपछि अर्कोमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरु देख्न सक्नुहुनेछ यहाँनेरै सबै डिटेल्सहरु आइसकेको छ। तपाईको मास्टर आइडी अनि नाम, नेपालीमा बुवाको नाम, आमाको नाम, यो सबै अब डकुमेन्ट अपलोड गर्नुभएको डकुमेन्टहरु अनि सबै यहाँनेर डिटेल्सहरु तपाईको घर, ठेगाना सबै देखाएको छ। यो मिस्टेक छ कि छैन एकचोटी राम्ररी हेर्नु होला। सबै ठीक छ भने लेफ्ट साइडमा यहाँनेर 3 धर्का देख्न सक्नुहुनेछ। यहाँनेर तपाईहरु यो 3 धर्कामा क्लिक गरेपछि प्रदेश लोक सेवा आयोग मध्य प्रदेश भनेको छ। त्यसपछि मास्टर आइडी देखाएको छ अनि ड्याशबोर्ड, यो ड्याशबोर्ड भएको छ। यहाँनेर विज्ञापनहरु देख्न सक्नुहुनेछ। अनि मेरो प्रोफाइल हामीले यो प्रोफाइल भरिसकेका छौं। अनि रिक्त पद भनेको छ, यसमा क्लिक गर्नु होला। अब रिक्त पदमा पद अधिकृत इन्जिनियर अधिकृत, अब यहाँनेर कुन पदमा तपाईहरु एप्लाई गर्न चाहनुहुन्छ त्यो छनौट गर्नु होला। अब यहाँनेर सब इन्जिनियर वरिष्ठ खापासटे खुल्ला महिला भनेको छ। विस्तृत विवरण हेर्नुस्मा क्लिक गर्नु होला। यहाँनेर देख्न सक्नुहुनेछ तपाईहरु इन्जिनियरिङ सिभिल इरिगेसन जनरल सेनिटरी हाइवे सब इन्जिनियर वरिष्ठ खापासटे सहायक 5औं तह खुल्लामा 6 जना छ हैन। त्यसपछि मधेसी महिलामा 2 जना, दलित महिलामा 1 जना, अनि त्यसपछि मुस्लिम महिलामा 2 जना अनि अन्तरसेवामा 2 जना। अब तपाईहरु खुल्लामा टिक लाउनु होला। त्यसपछि तपाईहरुको तलका मध्ये कुनै पनि समूहमा पर्नु भयो भने तपाईहरु टिक लाउन सक्नुहुनेछ। अब के तपाईसँग न्यूनतम योग्यता छ भनेको छ। डिप्लोमा वालाले यो फर्म भर्न मिल्ने भएकोले डिप्लोमा वालाले चाहिँ हो मसँग न्यूनतम योग्यता छ भन्नेमा टिक लाउनु होला। ब्याचलर अथवा मास्टर डिग्री वाला हुनुहुन्छ भने होइन मसँग न्यूनतम आवश्यकता भन्दा बढी योग्यता छ मा क्लिक गर्न सक्नुहुनेछ। अहिले डिप्लोमा वालाको भर्दै छु, त्यसैले हो मसँग न्यूनतम योग्यता छ मा टिक लाउनु होला। तपाईको न्यूनतम योग्यताको संकाय के हो भनेको छ। अब विकल्प छान्नुस्मा क्लिक गर्नु होला। त्यसपछि आफ्नो संकाय फ्याकल्टी चुज गर्नु होला। न्यूनतम शैक्षिक योग्यताको मूल विषय भनेको छ एउटा सब्जेक्ट राख्नु होला। त्यसपछि परीक्षा केन्द्र भनेको छ विकल्प छान्नुस्मा क्लिक गर्नु होला। प्रदेश लोक सेवा आयोग मध्य प्रदेश भनेको छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि तलनेर म पीपीएससी को शर्त र नियमहरु स्वीकार्न तयार छु भनेको छ, त्यसमा टिक लाउनु होला। त्यसपछि निवेदन दिनुस्मा क्लिक गर्नु होला। अनि यहाँनेर यस्तो खालको इन्टरफेस खुलेको छ। आवेदन दिएको विवरण भनेको छ अनि मास्टर आइडी देखाएको छ, प्रयोगकर्ताको नाम देखाएको छ, विज्ञापन कोड देखाएको छ अनि विज्ञापनको विवरण तपाईहरुले भर्नु भएको इन्जिनियरिङ सिभिल सब इन्जिनियर खुल्लामा 6 जना छ हैन। यसको लागि जम्मा शुल्क रु 400 भनेको छ। अनि परीक्षा केन्द्र प्रदेश लोक सेवा आयोग मध्य प्रदेश इन्जिनियरिङ एस्टिमेटिङ भनेको छ। अब माथिको विवरण ठीक छ कि छैन यकिन भए मात्र हो निश्चित गर्नुस् गरेर अगाडि बढ्नु होला भनेको छ। अब माथिको विवरण ठीक छ भने हो निश्चित गर्न सक्नुहुनेछ। अब तल फेरि एकचोटी हो निश्चित गर्नुस् गरेको विज्ञापन सच्याउन मिल्ने छैन। अब तपाईहरुले यहाँनेर यो होमा क्लिक गरिसकेपछि तपाईहरुले यो सच्याउन मिल्ने छैन। यदि माथिको विवरण ठीक नभएको खण्डमा क्यान्सलमा क्लिक गरी पुनः सच्याइ अगाडि बढ्न मिल्नेछ। तपाईको अर्को केही कोटा वर्ग छुट्यो भने तपाईहरुले रद्द गर्नुस्मा क्लिक गरेर क्यान्सलमा क्लिक गरेर फेरि अप्लाई गर्न सक्नुहुनेछ।
यदि सबै विवरण ठीक छ भने हो निश्चित गर्नुस् मा क्लिक गर्नु होला। त्यसपछि एप्लिकेसन डाटा हैज बीन सक्सेसफुली सेभ्ड भनेको छ। अब यहाँनेर सफलता भनेको छ। तपाईले विज्ञापनको लागि सफलतापूर्वक आवेदन दिनुभएको छ। आवेदन नम्बर यति यति भनेर देखाएको छ। अब त्यसपछि अब ठीक छ मा क्लिक गर्न सक्नुहुनेछ, नत्र सिधै लागू विज्ञापन तिर्नुस् मा क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि मेरो आवेदन भनेर देखाएको छ। आवेदनको स्थिति पेन्डिङ भनेको तपाईले आवेदन दिइसक्नुभयो। अब सुपरिवेक्षकले दुब्बर दस्तुरको मिति सकिएपछि तपाईको आवेदन प्रमाणित, अस्वीकार अथवा होल्डमा राख्नुहुनेछ भनेको छ। अब तपाईको आवेदन स्वीकृत एप्रुभ भएको छ भने विवरण हेर्नुस्, भ्यू डिटेल्स लिंकमा क्लिक गर्नुस् र आफ्नो प्रवेश कार्ड, एडमिट कार्ड डाउनलोड गर्नुस् भनेको छ। अब तपाईहरुले अहिले यहाँ पेन्डिङमा छ एप्लिकेसन, अब पेडमा छैन, 0 छ, एप्रुभमा 0 छ, एप्लिकेसन अन होल्डमा पनि 0 छ, रिजेक्टेडमा पनि 0 छ। अहिले पेन्डिङमा तपाईको 1 देखाएको छ। यदि तपाईहरुले यो विज्ञापन तिर्नुस्मा क्लिक गरेपछि हैन, यो विज्ञापनको लागि पैसा तिरिसकेपछि पेडमा जानेछ। के भनेको छ, दोब्बर दस्तुरको मिति सकाएपछि तपाईको आवेदन प्रमाणित, अस्वीकार अथवा होल्डमा राख्नुहुनेछ भनेको छ सुपरिवेक्षकले। सबै कुरा तपाईको मिलेको छ, ठीक छ भने एप्रुभ गर्नुहुनेछ। अनि यदि कुनै मिस्टेक केही अब तलमाथि भर्ने बेला केही मिस्टेक भएको छ भने होल्डमा राख्नुहुनेछ। तपाईले यदि होल्डमा भइसकेपछि तपाईलाई सूचना आउनेछ, मोबाइल र इमेलमा मेसेज आउनेछ होल्डमा रह्यो भनेर, अब अथवा एप्रुभ भयो भनेर पनि आउँछ। त्यसपछि तपाईहरुले त्यो सच्याउनु पर्ने हुन्छ। यदि तपाईहरुले सच्याउनु भएन भने लास्टमा रिजेक्टेडमा जान्छ है। अहिले पेन्डिङ एप्लिकेसनमा नसक्नुहुनेछ इन्जिनियरिङ। अब यो विवरण हेर्नुस्मा क्लिक गरेर विवरण हेर्न सक्नुहुनेछ तपाईहरुले अप्लाई गरेको विज्ञापन हैन, यो छ। अनि त्यसपछि कुल रकम 400 भनेको छ। बन्द गर्नुस्मा क्लिक गर्नु होला। त्यसपछि तिर्नुस् भनेर देखाएको छ, यहाँनेर तिर्नुस्मा क्लिक गर्नु होला। त्यसपछि आवेदन भुक्तानी भनेको छ बैंक। अब विकल्प छान्नुस्मा क्लिक गर्नु होला। राष्ट्रिय वाणिज्य बैंक अथवा नेपाल बैंक लिमिटेड एउटा बैंक चुज गर्नु होला। त्यसपछि भुक्तानी विधि भनेको छ, यदि अनलाइन तिर्न चाहनुहुन्छ भने अनलाइन भुक्तानीमा टिक लाउनु होला, नत्र अफलाइन भुक्तानीमा टिक लाउन सक्नुहुनेछ। अनलाइन भुक्तानीमा क्लिक गरेर अर्कोमा क्लिक गर्नु होला। अब त्यसपछि भाउचरको विवरण भनेर यहाँनेर सम्पूर्ण डिटेल्सहरु देखाएको छ। अब यहाँ राइट साइडमा रकम भुक्तानी गर्ने विकल्प छान्नुहोस् भनेको छ। कनेक्ट आइपीएस छ, इस्युआ छ, आइएमई पे छ, खल्ती पे छ। यो चारवटा मध्ये कुनै पनि एउटाबाट तपाईले अनलाइन पेमेन्ट गर्न सक्नुहुनेछ। जस्तै अब इस्युआबाट तिर्दै हुनुहुन्छ भने इस्युआमा क्लिक गर्नु होला। त्यसपछि यस्तो खालको डिटेल्स आउनेछ। तपाईको इस्यु आइडी र इस्यु आइडी, मोबाइल नम्बर र पासवर्ड राखेर लगइन गरेर पेमेन्ट गर्न सक्नुहुनेछ। यदि तपाईहरु अफलाइन बैंकमा गएर तिर्न चाहनुहुन्छ भने, यदि यस्तो तपाईको देखाएन भने 3 धर्कामा गएर तपाईहरुले मेरो आवेदनमा क्लिक गर्नु होला। त्यसपछि मेरो आवेदन भित्र सबै आवेदनमा क्लिक गर्नु होला। तपाईले अप्लाई गरेको विज्ञापन देखाउनेछ। त्यसपछि तिर्नुस्मा क्लिक गर्नु होला। अनि बैंक छनौट गरेर अफलाइन तिर्दै हुनुहुन्छ भने अफलाइनमा क्लिक गरेर अर्कोमा क्लिक गर्नु होला। त्यसपछि भाउचर अपलोड विवरण भनेको छ, यदि तपाई अफलाइन तिर्दै हुनुहुन्छ भने भुक्तानीको समयमा राष्ट्रिय वाणिज्य बैंकको लागि हाम्रो भुक्तानी भाउचर पेश गर्न आवश्यक छ भनेको छ। अनि भाउचर जेनेरेट गर्नको लागि यहाँ क्लिक गर्नुस् भनेको छ, त्यसमा क्लिक गर्नु होला। अनि त्यसपछि तपाईको भाउचर डाउनलोड हुनेछ। यो भाउचर चाहिँ तपाईहरुले प्रिन्ट गरेर बैंकमा बुझाउन सक्नुहुनेछ। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी नजिकैको बेल आइकन थिच्न नभुल्नु होला। धन्यवाद।